वाह सुँगुरको मासु चाहिँ एकदम टेस्ट एकदम कराला सब्सक्राइब हेलो वेलकम एभ्रिवान गाइस आई होप तपाईँ सबैजना सन्चै होला म पनि सन्चै छु अनि म चाहिँ आज फेरि नयाँ भिडियो लिएर आएको छु जो नयाँ भिडियोमा चाहिँ के छ भने चाहिँ साम्याङ नुडल्स छ त्यो माथि चाहिँ पर्क छ पर्क सुँगुरको मासु हैन अनि यहाँ प्याजको पिसेस छ हो यहाँ चाहिँ साम्याङको बुल्डकको खर्सानीको दानाहरू चढ्छ यहाँ चाहिँ ससेस छ हो अन्त आज चाहिँ यो एड गरेर खाने हो यो माथि चाहिँ मिर्च पाउडर छ हो स्पाइसी बनाएर सो सबैजना हेरिदिनु होला मेरो भिडियो अनि च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनुहोस् गाइस प्लिज सबैजना भएर मेरो च्यानललाई सब्सक्राइब गरिदिनुहोस् हैन अनि म पनि सब्सक्राइब ब्याक गरिदिनेछु सबैलाई सो लेट्स गो अब चाहिँ मिक्स गर्ने हो म चाहिँ एज युजुअल हैन सधैँ पनि हातले खान्थ्यो म आज पनि हातले खाने हो सो यो चाहिँ यस्तो गरेर चाहिँ सस चाहिँ सट्टै हैन सस चाहिँ सबै लगाएको छ सट्टै जिरो ल सला हातमा लाग्यो रे लागोस् हातले खाने हो मिर्च पाउडर हैन यसलाई अब चाहिँ राखिदे इधर हैन खै यहाँ मिलाएको छैन अब मिक्स गरेर यो त रेड एकदम अब यसलाई पनि लगाउनु छ हैन यो जान्छ र खर्सानीको दाना हो कुन खर्सानीको दाना हो यो तपाईहरुलाई थाहा छ यो प्लास्टिक चाहिँ यताउति फ्याक्नु हुँदैन डस्टबिनमा फ्याक्नुपर्छ सो यहाँ छ हैन अब चाहिँ हातले मिक्स गर्ने हो म चाहिँ हातले खाने सो हात चाहिँ दुखै छु स्ट्रङ ह्यान्ड भनेको जस्तो अब चाहिँ सबै वाउ मुखमा पानी आयो रे भाइ यस्तो कलर ओए जाँदैछ त मासुको चट्टा जाँदैछ त मासुको चट्टा अरे भाइ मुखबाट पानी आयो रे भाइ तपाईहरुको आउँदैछ मुखबाट पानी मुखबाट पानी आएर सकेन ल गाइस अब चाहिँ प्रेसर लेभल सके अब चाहिँ सबै मासु सासु सबै यहीँ मिक्स गरिदिएको हो सो चिली पाउडर त अम्म यस्तो भयो सो गाइस मुखबाट पानी आइसक्यो म चाहिँ खानतिर लाग्छु तपाईहरु मेरो भिडियो इन्जोय गरिदिनुहोस् अनि च्यानललाई सब्सक्राइब गर्नु चाहिँ नभुल्नु होला गाइस प्लिज हैन सब्सक्राइब गरिदिनुहोस् म पनि सब्सक्राइब गरिदिनेछु सबैजनालाई हैन सो लेट्स गो मेरो पनि सब्सक्राइब गरिदिनुहोस् गाइस अनि भिडियोलाई लाइक कमेन्ट पनि गरिदिनुहोस् म पनि गर्नेछु तपाईहरुको भिडियो हैन कसले सब्सक्राइब गर्छ आउँछ नि त म पनि सब्सक्राइब ब्याक गरिदिन्छु भिडियोहरु हेरिदिन्छु हैन तपाईहरु सो लेट्स गो
फर्स्ट बाइट चाहिँ मासुसँगै खाइदिनु पऱ्यो भने छ यस्तो गरेर सो लेट्स गो गाइस खायो ल अम्मा एकदम वाह 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 ऊपर से डुपर सुपर से डुपर झान्छ र सुँगुरको मासु हुँदा त एकदम वाउ सुँगुरको मासु झान्छ र कहाँ लेभल के आउँछ यो वाह 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 एकदम मिठो सेटिस एकदम बिरोला वाह वाह अर्को झोल चुन्नु थाल्यो अब के गर्नु मलाई त झोल चाहिएको छैन एक पिस पर्छ लास्ट पिस लेट्स गो होइन
Last. सुँगुरको मासु चाहिँ एकदम टेस्ट एकदम कराला कान्छी उड्यो सुँगुरको मासु चाहिँ कसको फेभरेट हो गाइस तल कमेन्टमा लेखिदिनुहोस् टक्कै छोडिराख्नु त हैन सुँगुरको मासु कानबाट धुवा गयो गाइस गाइस सब्सक्राइब गरिदिनुहोस् सब्सक्राइब प्लिज सब्सक्राइब गाइस अनि भिडियोलाई लाइक कमेन्ट गरिदिनुहोस् कसको चाहिँ सुँगुरको मासु चाहिँ एकदम फेभरेट हो गाइस तल चाहिँ कमेन्टमा लेख्नु चाहिँ नभुल्नु होला गाइस पुरा टक्कै हैन So thank you so much for watching my video guys everyone thank you so much for supporting me so keep supporting me guys please see you in next video guys till then take care and stay safe guys bye bye